सन् 1997 को जाडो याममा पहिलो व्यावसायिक उडान। बिल्कुलै नयाँ अनुभव, नयाँ जोश र फराकिलो सपना। त्यसै दिनदेखि हामी बुद्ध एयरले नियम सम्मत साइट बसाल्यौं, जुन निरन्तर छ। 4 जनाबाट सुरु भएका हामी आज 1500 भन्दा बढीको फराकिलो परिवार भएका छौं। सानो जहाज बीचक्राफ्ट 1900D जहाजबाट पर्वतीय तथा 1-2 गन्तव्यबाट सुरु भएको हाम्रो उडानले आज 43वटा आन्तरिक गन्तव्य र भारतको वाराणसीलाई जोडेको छ। दैनिक हजारौं यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउँदै यो संख्या 2 करोड भन्दा बढी नागेको छ। आज हामी नेपाल र नेपाली जोड्दै देश विकासमा समर्पित एक जिम्मेवार वायु सेवा भई अरबौं रुपियाँको राजस्व तिर्दै गौरवशाली संस्था निर्माणमा निरन्तर छौं। बाइ द बुक भनेको नियम सम्मत, डिसिप्लिन, यो चाहिँ नि अनुशासन हो। इट मिन्स अ लट टु मी एक्चुअली, किनभनेदेखि बाइ द बुक भन्ने जुन फ्रेज हो एउटा किसिमको न्यारेटिभ भनौँ न, किनभने एक लाइनमा बुद्धहरूलाई डिफाइन गर्ने केले भन्दाखेरि त्यो लाइनले डिफाइन गर्छ, त्यो फ्रेजले डिफाइन गर्छ। हामी वी गो बाइ द बुक। बुद्धहरूलाई मात्र होइन कि मलाई पनि त्यसैले डिफाइन गर्छ, किनभने म चाहिँ नि त्यो डिसिप्लिन मेन्टेन गर्ने व्यक्ति हो। लाइफको हरेक तबकामा, परिवारको विषयमा होस् या चाहिँ नि अर्थको विषयमा होस् या चाहिँ नि सबै विषयमा। त्यसै कारण तपाईको डिसिप्लिनले त्यो मान्य राख्दछ मेरो लागि चाहिँ। बाइ द बुक बुद्ध एयरका संस्थापक निर्देशक तथा अहिलेका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतद्वारा लिखित एक प्रेरणादायी कथा हो। यो पुस्तक नियम सम्मत ढङ्गबाट व्यापार व्यवसाय गर्न सकिन्छ भन्ने विस्तृत उदाहरण हो। एउटा सानो सपनाबाट सुरु गरी कसरी आकाश छोएर नेपालकै शीर्ष आन्तरिक एयरलाइन्स बन्यो भन्ने यात्रा प्रस्तुत गरेको छ। मेरो विचारमा बुद्धहरूको एउटा फेज हामीहरूले जुन गर्नुपर्ने काम त्यो चाहिँ नि बिट मर्या छ। बुद्ध एयर आज 28 वर्षसम्म अनवरत हिसाबले यसको एक्सपेन्सन, यसका चाहिँ नि सबै पूर्वाधार जुन हामीले स्थापना गर्यौं, अब हामी चाहिँ नि कन्सोलिडेटेड हिसाबले बिट मरेर बसेका छौँ। र यो किताब लेख्नुको मुख्य कारण हामीहरूको व्यवस्थापनको जुन अनुभव हो, सडकमा उत्रेर व्यावहारिक व्यवस्थापन गरेका हौँ। ठुल्ठुला म्यानेजमेन्ट स्कुलहरूले डिफाइन गरेको थ्योरी या थट प्रोसेस भन्दा धेरै ठाउँमा हटेर हामीले व्यवस्थापन गरेका छौँ। र त्यो कुरा चाहिँ नि नेपाली उद्यमी, नव उद्यमी या व्यवस्थापनका विद्यार्थीहरूको लागि एउटा रेफरेन्सको रूपमा आउनुपर्छ भनेर हामीले यो जमर्को गरेका हौँ। यो किताब लेख्नुपर्ने मुख्य कारण चाहिँ नि नेपाल आमाका भावी सन्ततिले यसबाट केही कुरा सिकुन् र केही कुरा अनुभव गरून् र केही कुरा एउटा रेफरेन्सको रूपमा राखुन् र यो राष्ट्रलाई समृद्धि बनाउन् भन्ने कारणले नै हामीले चाहिँ नि यसलाई जमर्को गरेका हौँ। बाइ द बुक एउटा संस्थाको कथा मात्र होइन, यो ठूला सपना देख्न सक्ने, अनुशासनमा बस्न सक्ने र इमानदार बाटो रोज्न सक्ने जो कोहीका लागि एक मार्गदर्शक हो। यी पानाहरूभित्र एउटा यस्तो संस्थाको जीवन्त चित्र छ जसले हर पाठकलाई उत्प्रेरित गर्छ।